नौसारी स्टेसन यो चाहिँ गुजरातमै पर्छ है। यहाँ चाहिँ आइसकेको छ पैसा माग्न, 10 मागी कङ्गाल गरिसकेको छ। दिया है ना, दे दो 20 रुपये। साँझ पुग्ने हो क्या, अहिले कहाँ पुग्ने भनेर होला नि। हेरौँ अगाडि, म अर्को उसमा हेऱ्यो भने थाहा भन्छ। अब चाहिँ हामी सुरत पुगिरहेछौँ। यो चाहिँ यहाँ पुगिरहेछ सुरत, अक्लेश्वर, बडोदरा, आनन्द, अहमदाबाद 3 बजे, बिरावल 4, 5, 18, 7 बजे पुगाउँछ। स्टप रोकिरहेछ है, किन फ्लावर ब्रिज छ सायद, रेड लाइट छ S6 में। नदी ने नाला है, नाला 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 यो चाहिँ जोड्नुपर्छ पुरै। को भइरहेछ यहाँ सुरतमा। यो चाहिँ हामी सुरतमा पुगिसक्यौँ। अब सुरत स्टेसनमा गइरहेछौँ। अगाडि स्टेसनतिर अगाडि बढिरहेछौँ। यो चाहिँ फ्लाइओभर, माथिबाट ब्रिज पनि छ, तलबाट नि गइरहेको छ। माथि पनि ट्राफिक यस्तो वाइल्ड छ क्या यहाँ। फेरि सुरतमा छ अहिले, सुरतमा है। समाज इलेक्सन। सो हामी चाहिँ अब सुरत पुगिसक्यौँ है। सुरत पुगेछौँ। सुरतमा चाहिँ अलिकति ट्रेन खाली भएको छ। यो चाहिँ हामी सुरतबाट भइरहेछ, सुरतबाट निस्किरहेछ, सुरत स्टेसनबाट निस्किँदैछौँ। त्यो दामी वेदर भएछ, न चिसो न तातो। अहिले पुग्दै गेम खेल्दैछौँ। पुग्न टाइम जारी छ। हामी चाहिँ गेम खेलिरहेछौँ। पहिले ट्रेन चाहिँ अहिले पुरा खाली भइसक्यो। चाहिँ कुनै स्टेसन आएको छ। कुन स्टेसन हो यार यो? स्टेसन कुन थाहा छैन। चल त मेरो चल्ने एउटा खिचिरौँ। कुन स्टेसनको नाम छैन। कहाँ छ यो? बिगाडिदियो होइन। अब यहाँ आइसक्रिम खाइरहेको छ। तल देख्छ यो स्टेसनमा रोकेको छ। स्टेसनको नाम कुन अहिले एकछिनपछि लेखिदिन्छु यसमा, कुन चाहिँ रहेछ भनेर। कस्तो हो स्टेसनको नाम थाहा न। चाहिँ हो अहमदाबाद जक्सन। सो अहमदाबाद स्टेसनमा पुगेको छ हामीहरू चाहिँ। अब यहाँदेखि लाग्छ 2-3 घन्टा अझै। सो अब यहाँ चाहिँ पुग्छ। नास्ता चाहिँ लगाउने भन्ने प्लान छ। म लास्टमा यहीँ आएर बाहिर निस्केको छु। अरू टाइप पनि निस्केर छु। हामीले इटु लगेको छौँ। कसले भोटिन्छ
आलु बनाओ कि बनाओ सो अहमदाबादबाट हामी निस्केर अब सिधा डाइरेक्टै साँझ राजकोट पुगेपछि अलिकति देखाउँछु अलिकति बिचमा देखाएर यो अनि त्यसपछि राजकोट देखाउँछु खाना खाम भनेको वाट लाग्ने खाना कि पुरा ओइले स्टेसनमा राम्रो हुन्छ भनेको छोले होटलमा जाऊ देखा हामी कहाँ छौँ के छ भनेर भन्दा गुजरातमा छौँ अनि यो माथि के थाहा छ मुम्बई र सुरत मुम्बई गुजरातको मेट्रो लाइन हो कि यो माथि जतिखेर देखिरहेको छ नि त्यो माथि ब्रिजहरू घाम छ हामी नास्ता गरेर सब खाएर बसेको छ तर के होइन डरले चाहिँ कपाल काटे होइन ट्रेन कर भइरहेछ ट्रेन कर भइरहेछ क्या घुमिरहेछ होइन यस्तो ठाउँमा घोडाले को बस्यो होला बस्दै यसो सुरेन्द्रनगर इंजन उठ्यो इंजन जाडो भयो अहिले चाहिँ पुगिसक्यौँ उत्रिने तयारी सो हामी चाहिँ राजकोट लगभग पुगिसक्यौँ अब हाम्रो सामान पनि भइसकेको छ चाहिँ बाहिर ल सबै चाहिँ खाली भइसक्यो अब चाहिँ हामी राजकोट पुगिसक्यौँ यहाँबाट उत्रिन्छौँ सामानहरू जाउँ न सामान अलिकति अगाडि जाँदै गर छोरो जाउँ अनि हामी चाहिँ कुन चाहिँ म पनि आउँछु ल यो सामान सबै हामीले पुगिसक्यो सामान भनेको ट्रेन चाहिँ ढिलो होइन तर ठ्याक्क टाइममा पुग्यो हेरौँ अब ब्यागहरू सबै छ यही सिटहरू छ बसेको सब एरिया ल राम्रोसँग नदी आए ल खै एकचोटि भन् त अब भनेपछि के हुन्छ ल त कहाँ पुग्यो फाइनली हामी राजकोट पुगिसकेका छौँ आफ्नै ठाउँमा आफ्नै घरमा आफ्नै घरमा भाइको यो चाहिँ मेरो ससुरालो फेरि इन्डियाको ससुरा यो चाहिँ ससुरा जानलाई कति खुसी छ भाइ
तिमीलाई देखेर पुरा कर बानिरहेको छ यहाँनिर लोगे तेरा सोता रात को होगी होगा ये होटल है वो मैं खाते में सोचना एक्चुअली कौन सा स्टेशन आ रहा है मानो वाओ साफ हिँड्या चाहिँ होइन पुरा कर भनेछ कि ट्रेनले फेरि राजकोट नै देखायो हेर त ल जाऊ 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 तिमीहरू जाऊ न म खिचेर आउने हो कि यता यताबाट निक्लिने हो यता यताबाट यता यता निक्लेछ निक्ले त निक्ले किन तिमीले मोबाइल हेरे हैन चल हिँड हल्का खिचेर त म लिन आउँछु त काइरले त्यो लैजा त्यही त हो नि राजकोट भन्दै राजकोट भन्दै काइर राजकोट हो हामी बसेको चाहिँ यहाँ थियो यो चाहिँ हामी राजकोट पुगिसक्यौँ यो चाहिँ हाम्रो टोली यो चाहिँ डब्बामा हामी थियौँ सो राजकोट पुगेर अब चाहिँ रुमतिर जाने सो जर्नी यहीँसम्म थियो भिडियो यहीँसम्म राखौँ 6 बजेर 17-18 हिँड अब कहाँ बाहिर ऊ त्यो अगाडिबाट यहीँसम्म थियो सो सानो जर्नी थियो जे होस् राम्रो भयो दामी भयो प्याक 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 दामी भयो भिडियो यहीँसम्म राखौँ अर्को नेक्स्ट भिडियोमा हेरौँ ल गोबहादुर तिमी त स्पेसल लाएर देखिराखौ होइन 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 चल